सौर्यमण्डल तथा ब्रह्माण्डबाट लोकसेवा परीक्षामा सोध्न सक्ने 5 वटा सम्भावित प्रश्न। हेरौँ तपाईले कतिवटा प्रश्नको सही जवाब दिनुहुन्छ। पहिलो प्रश्न, सौर्यमण्डलमा रहेका ग्रहमध्ये आफ्नो अक्षमा सबैभन्दा तीव्र गतिमा घुम्ने ग्रह कुन हो? अप्सन ए शनि, अप्सन बी बृहस्पति, अप्सन सी शुक्र, अप्सन डी मङ्गल। यसको राइट एन्सर अप्सन बी बृहस्पति। दोस्रो प्रश्न, सूर्यबाट हेर्दा पृथ्वी र बृहस्पतिको बीचमा पर्ने ग्रह कुन हो? अप्सन ए शुक्र, अप्सन बी अरुण, अप्सन सी पृथ्वी र अप्सन डी मङ्गल। यसको राइट एन्सर रहेको छ मङ्गल। सुनौलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ? अप्सन ए पृथ्वी, अप्सन बी मङ्गल, अप्सन सी शनि र अप्सन डी अरुण। यसको सही जवाब रहेको छ अप्सन सी शनि ग्रह। सूर्यको परिक्रमा गर्न सबैभन्दा बढी समय लगाउने ग्रह कुन हो? अप्सन ए शनि, अप्सन बी अरुण, अप्सन सी पृथ्वी, अप्सन डी वरुण। यसको सही जवाब रहेको छ वरुण ग्रह। पाँचौं प्रश्न, पृथ्वीको जुम्ल्याहा ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ? पृथ्वीको जुम्ल्याहा ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ? अप्सन ए शुक्र, अप्सन बी मङ्गल, अप्सन सी शनि र अप्सन डी बृहस्पति। यसको सही जवाब रहेको छ शुक्र। तपाईले 5 वटा प्रश्नमध्ये कतिवटा प्रश्नको सही जवाब छनौट गर्नुभयो? आफ्नो स्कोर कमेन्ट बक्समा लेख्नुहोला। यस्तै लोकसेवा तयारी प्रश्नका लागि अर्को सर्ट क्विज भिडियोमा फेरि भेटौँला। नमस्कार।